रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन योजनाको गति बढाउन निर्देशन दिनुभएको छ। मन्त्री दाहालले वर्षायाममा यातायात अवरोध नहोस् भनी विकल्प तयार पार्न निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सीका अध्यक्ष डाक्टर तानाका अकिहिको बीच काठमाडौँमा भेटमा नेपाल र जापान बीच द्विपक्षीय सम्बन्ध र विविध विषयमा कुराकानी। भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृहका 9 कर्मचारीको सरुवा। उनीहरूले भिजिट भिसामा बदमासी गरेको उजुरी। दाह संस्कारको तयारी भइरहेको बेला शङ्कर शोभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव। साहसिक पर्यटकको सम्भावना घरले वीर। नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत। अब पहाडमा नयाँ ठुला सडक आयोजना नबनाइने। 15 जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं। जनधनको क्षति हुँदैन। प्रहरी नेपाल समृद्ध उन्मुख छ। निराश हुन आवश्यक छैन। प्रचण्ड भूमि विधेयकका केही बुँदा संशोधन गर्न काङ्ग्रेसको निर्णय। बजेट मार्फत वृद्धा भत्ता पाउने उमेर बढ्दै 70 वर्ष पुग्ने। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत। चितवनमा बससँग ठोकिँदा कार चालकको मृत्यु हुनेमा 42 वर्षीय प्रदीप विमल सिन्हा रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ। कोइलालीको अतरियामा बेहोस भेटिएका पुरुष मृतकको पहिचान खुलेको छैन। जनताले मुन्टाएको राजतन्त्र फर्किने सम्भावना छैन। प्रधानमन्त्री ओली। प्रहरीले बुझायो 3 कुने घटनाको अनुसन्धान प्रतिवेदन आइतबार मात्र दर्ता हुने। प्रतिवेदन अनुसार 108 जनालाई मुद्दा चलाउन सिफारिस। गभर्नर पौडेल विरुद्ध सर्वोच्चमा रिट। कम्बोडियामा अलपत्र परेका 2 नेपालीको उद्धार गरी नेपाल फर्काइयो। नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत। नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि जिम्मेवारता लिने तयारी। पोखरा विमानस्थल प्रकरण लेखा समितिले पठायो अख्तियारमा पत्र। 20,000 रुपैयाँ घुस सहित मालपोत कार्यालय कोहलपुरका खरिददार पक्राउ। गैर कानुनी रूपमा नेपालीलाई विदेश पठाए कारबाही गर्ने विभागको चेतावनी। विभागले वैदेशिक रोजगार ऐन बमोजिम दर्ता भएका संस्थालाई मात्र अनुप्रति आइफोन र युरोपेली संघका सामान भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी। एमाले नेतृत्वलाई माओवादीले आक्रमण गरिरहेको छ। शङ्कर पोखरेल। विकासमा पछाडि पर्नुको कारण कार्यकारी षड्यन्त्र र संस्थागत संरचनाको असफलता। जनार्दन शर्मा। 2 महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिबद्धता। 20,000 रुपैयाँ घुस सहित मालपोत कार्यालय कोइलपुरका खरिददार पक्राउ। सडकको खाल्टोमा असाए ऋतिक र रितेश। घटना समसम पार्ने प्रयास। सवारी चालक अनुमति पत्र सुरक्षित मुद्रण केन्द्रले छाप्ने। दर्शक श्रोताबिन नमस्कार। एभ्रिडे न्युज खबरमा स्वागत छ। म खेमराज भट्टराई। सदाको चाहिँ आज पनि म सुन्नै पर्ने र पल पलका अपडेट लिएर तपाईहरुमा उपस्थित भइसकेको छु। तपाईलाई यस च्यानलबाट प्रसारण भएका दैनिक समाचार कस्तो लाग्छ तपाईको प्रतिक्रिया कमेन्टमा दिन नभुल्नु होला। तपाईलाई यस च्यानलबाट प्रसारण भएका पल पलका अपडेट मन परेमा भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नभुल्नु होला। सुरु गरौँ आजको पहिलो प्रसंग। रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर। प्रसंगबाट सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटबल इजलासको आदेशलाई सदर गरेको छ। न्यायाधीशहरू डाक्टर नकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो। सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिएसम्म रवि थुनामा रहनेछन्। जिल्ला अदालतले सफाई दिएमा मात्र उनी थुनामुक्त रहनेछन्, तर त्यति बेलासम्म अरू आरोपबाट पनि उनलाई सफाई पाएको हुनुपर्नेछ। सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा उच्च अदालतको बुटबल इजलासले दिएको आदेशका कारण लामिछाने
भने थुनामा परेका थिए। उच्च अदालतले त्यति बेला जिल्ला अदालत रूपन्देहीको आदेश उल्टाएर रविलाई थुनामा पठाएको थियो। आफूलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेश विरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। त्यसका साथै उनले उच्च अदालतको आदेश बदर गर्नुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधारका योजना तथा आयोजनाहरूको निर्माण गति बढाउन निर्देशन दिएका छन्। सडक विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको वार्षिक एकीकृत सडक मर्मत योजनालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षको बाँकी अवधिलाई अधिकतम उपयोग गर्ने निर्देशन दिए। यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढी काम गर्नुपर्ने बेला पनि यही हो। मन्त्री दाहालले भने, अब कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्नुहोला। आफूले जिम्मेवारी लिएर देखिनै रुग्ण योजनाहरूको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले समस्या देखिएका आयोजनाको समाधान निकाल्ने समेत निर्देशन दिए। अब अरू हुने कुनै पनि योजना अलपत्र हुन नदिन ध्यान दिन उल्लेख गर्दै मन्त्री दाहालले समस्या लुकाउने नभई सामूहिक प्रयासबाट समाधान खोज्ने पनि आग्रह गरे। वर्षायाम सुरु हुनु लागिसकेकाले क्षति भएका तथा निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन नदिने गरी विकल्प तयार पार्न भन्दै उनले अधिकतम स्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिने समेत निर्देशन दिए। कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले समेत रुग्ण योजनाहरूको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजनाहरू अलपत्र पार्ने क्रम रोक्न आग्रह गरे। त्यस्तै परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउबा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सीका अध्यक्ष डाक्टर तानाका अकिहिको बीच भेटवार्ता भएको छ। जापानको राजधानी टोकियो स्थित इजाकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्री राणाले नेपालको आर्थिक सामाजिक लगायत विविध क्षेत्रमा जाइका मार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन्। भेटमा मन्त्री राणाले नागढुङ्गा सुरुक मार्गको निर्माण, सिन्धुली बर्दिवास सडकको पुनर्निर्माण एवं मोहम्मद सरमारका योजनाहरूमा पनि चर्चा गरेकी थिइन्। गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराई सहित 9 जना कर्मचारीलाई सरुवा गरेको छ। भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा पर्नु अघि गृह मन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए। भिजिट भिसामा शंकास्पद गतिविधि गरेका अन्य 8 जनाको सरुवा गरिएको छ। प्रेम प्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ। तिनै जना र नायक सुब्बा पदमा कार्यरत थिए। सहायक कम्प्युटर अपरेटरका रूपमा कार्यरत कर्मचारीहरू कमला श्रेष्ठ सहित कम्प्युटर अपरेटरहरू उदयन सुवेदी, दीपक कुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुने गरी सरुवा गरिएको छ। गृह मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख सहसचिव छवि रिजालले 8 जनालाई सरुवा गरेका हुन्। त्यस्तै शङ्कर सभाको भोटखोला गाउँपालिका 4 चिम्प्राङकी 6 वर्षीय एक बालिकाको शव दाह संस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शव सहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय शङ्कर शोभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव बिहिबार नियन्त्रणमा लिएर जिल्ला अस्पताल शवगृहमा राखेको छ। गत वैशाख 30 गते गोपाल तामाङ र उनकी भाइ बुहारी कल्पना बीच घरैसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई दिलबाट धकेलेर लडाएको आरोप छ। लडेर घाइते भएकी युनिकाको
नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेष्ठ 7 गते मृत्यु भएको थियो। उनको शव दाह संस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा बिहिबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय शङ्खरसभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनाको अनुसन्धानका लागि युनिकाको बुवा गोपाल र भाइ बुहारी कल्पनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थिति गराएर म्याद लिने तयारी छ। त्यस्तै ठाडो स्वरूप टाढाबाट पर्खाल जस्तो देखिने चट्टानी बनावटबाट रहेको इलामको माङसेबुङ गाउँपालिका 1 गजुरमुखीको दोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटनको आकर्षणको केन्द्र बन्न सकेको छैन। वरिपरि हरियाली, डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरू रहेको घोरले भिर साहसिक पर्यटनका लागि प्रस्ताव सम्भावना भएर पनि ओझेलमा परेको छ। समुद्री सतहबाट अनुमानित 1500 देखि 1700 मिटरसम्म उचाइमा अवस्थित अन्दाजी 155 हेक्टर क्षेत्रफलमा फैलिएको घोरले भिर प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नले भरिपूर्ण छ। स्थानीय श्रेष्ठ नागरिक मानबहादुर बुढाथोकी जङ्गली जनावर घोरल प्रशस्त मात्रामा पाइने भएकाले यस भिरको नाम घोरले भिर रहन गएको बताउँछन्। घोरले भिरलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुनुका साथै आम्दानी समेत बढ्ने देखिन्छ। यसको प्रवर्धनका लागि सरकार, पर्यटन व्यवसायी र स्थानीयवासीको सहकार्य र समन्वय आवश्यक छ। यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढङ्गले उपयोग गर्न सके भने यो केवल माक्सेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन। त्यस्तै नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको 78औं महासभाका क्रममा नेपाल दक्षिण पूर्व एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। अब नेपाल 3 वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। निर्वाचित भए लगतै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्नो असल स्वास्थ्य अभ्यासको प्रयास र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरे। मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन्। नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए। यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे। यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं उनले भने। त्यस्तै सरकारले पहाडमा नयाँ ठूला सडक योजना अगाडि नबढाउने भएको छ। उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्री परिषदबाट स्वीकृत भएको छ। सो कार्ययोजनामा उल्लेख भए अनुसार अब पहाडी भेगमा नयाँ ठूला सडक आयोजना नबनाइने भएको छ। सडक आयोजनाको प्राथमिकरण गरी रणनीति उपदायताका आधारमा मात्र आयोजना सञ्चालनको नीति ल्याउने र यसको कार्यान्वयन आगामी वर्ष नै हुने कार्ययोजनामा उल्लेख छ। कार्ययोजना अनुसार प्राथमिकीकरणको मापदण्ड तयार गरी कार्यान्वयन गरिने भएको छ। निर्माण भइसकेका सडक र सिँचाइका पूर्वाधारलाई मध्यनजर गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालनमा समेत योजना कार्ययोजनामा उल्लेख छ। पूर्व तयारी नसकेका आयोजनामा अब बजेट विनियोजन नगर्न समेत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। आयोजना अवधिभर कर्मचारीलाई सरुवा नगर्ने समेत अर्थले कार्ययोजनामा लेखेको छ। सञ्चालनमा रहेका राष्ट्रिय गौरव र बहुवर्षीय आयोजनामा सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिने भएको छ। अधुरा आयोजना सम्पन्न गर्न र वित्तीय स्रोत उपलब्ध भए मात्र नयाँ आयोजना छनौटको नीति ल्याइने समेत कार्ययोजनामा उल्लेख छ। आगामी 6 महिनाभित्र
लुम्बिनी र पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय गौरवका आयोजनाको सूचीबाट हटाइने भएको छ। सिँचाइ र जलविद्युत उत्पादन गर्ने आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गर्न समेत कार्ययोजनामा समेटिएको छ। त्यस्तै राजावादीहरूले 15 जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागि गरिएको प्रहरीले बताएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएको, कुनै जनधनको क्षति नहुने बताए। त्यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दावी गरे। यसअघि गत चैत 15 मा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यति बेला एक पत्रकार र एक प्रदर्शनकारी गरी 2 जनाको ज्यान समेत गएको थियो। व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो। उक्त घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा व्यवस्था कडा गरिएको दावी गरेको छ। 15 जेठमा राज संस्था पक्षधरहरूले राजधानीमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही भएन भन्ने निराशा अन्त्य त्याग्न आम जनतालाई आग्रह गरेका छन्। नेपाल समृद्धि उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाले अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकोमा जोड दिए। माओवादी केन्द्रले थालेको मध्य पहाडी लोकमार्ग जगजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्य पहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए। उनले मध्य पहाडी पुष्पकमल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढाइएको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए। अध्यक्ष दाहालले मध्य पहाडी जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए। दलित, किसान, मजदुर, पीडित वर्ग लगायतका समस्या संशोधन गर्न पार्टी माओवादी केन्द्र मात्र भएको उनको भनाइ थियो। नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए। जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याको विषयमा उनले जवाफ दिएका थिए। बिहिबार बागलुङको पाती हाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिवाङ, गलकोट र तारा खोलामा सम्पन्न भएको छ। त्यस्तै नेपाली कांग्रेसले भूमि ऐनको 8औं संशोधनमा केही प्रावधानहरू संशोधन गर्ने निर्णय गरेको छ। संसदीय दलको बैठकले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्यालाई संशोधन गर्ने प्रस्ताव विधेयकमा सम्बोधन गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले वृद्ध भत्ता पाउने उमेर 70 वर्ष कायम गर्ने र राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत गरेको छ। नेपालमा अहिले 68 वर्ष पुरा भएकाले ज्येष्ठ नागरिकले मासिक 4000 रुपियाँ भत्ता पाउँदै आएका छन्। सामाजिक सुरक्षा खर्च 2080-81 मा 19.67% पुगेको छ र बजेटमा सामाजिक सुरक्षाका लागि 2 खर्ब 13 अर्ब रुपियाँ विनियोजन भएको छ। त्यस्तै चितवनको खैरहनी नगरपालिका 2 ज्यामिरे चोकमा बस र इभी कार ठोकिँदा 1 जना चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा 42 वर्षीय प्रदीप तिमल सिन्हा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै अतरियामा बेहोस अवस्थामा भेटिएका 35 वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। ती पुरुष बिहिबार राति गोदाबारी नगरपालिका 2 अतरिया बस पार्कमा बेहोस अवस्थामा भेटिएका थिए। मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किनै नसक्ने बताए। उनले नेपाली लोकतन्त्र र संविधानको स्थिरता र वर्तमान व्यवस्था उल्लेख गर्नुभयो। उनले राजतन्त्र थालिएको र नयाँ संविधान लागू भएको बताउनु भएको छ।